नमस्ते सबैजनामा। म पहिलो सुरु गर्दै गरेको मौरी पालक। मलाई मौरी विषयमा त्यति धेरै जानकारी त छैन, सिक्दैछु। मलाई यो भिडियो चाहिँ किन बनाउनु पर्यो भन्दामा चाहिँ नि आइभी कोअपरेटिभद्वारा लामा एपेरीबाट मौरी विषयमा चाहिँ केही जानकारी गराउन चाहिँ मेरो गाउँमा आउनुभएको थियो होइन। अनि साथै हामीलाई जुन मौरी पाल्ने जुन पालकहरू छ है उहाँहरूलाई चाहिँ साइन्टिफिक हाइट अनि अन्य सामानहरू पनि प्रदान गरियो है। मलाई यो भिडियो चाहिँ किन बनाउनु पर्यो भन्दाखेरिमा चाहिँ नि त्यो साइन्टिफिक हाइटमा चाहिँ मैले मौरी हाल्नु सफल बने। त्यो मौरी चाहिँ मैले ढुङ्गामा मौरीहरूले चाहिँ लगाएको रहेछ, तिनीहरूले बस्ने बनाएको रहेछ है। अन्त ढुङ्गाबाट चाहिँ म लिएर आएँ। ल्याउँदाखेरि चाहिँ त्यो मौरीमा चाहिँ प्रायः जस्तो मौरीमा चाहिँ सुलसुलेहरू देखेँ। सुलसुलेहरू त अरू मौरीहरूमा पनि देखेकै हो, अचम्म त्यति साह्रो त उयो लागेन है। तर एक दुईवटा मौरीमा चाहिँ पहिलो के अन्डाहरू टाँसेको जस्तो क्या त्यस्तोहरू देखा पर्यो। त्यो देख्दाखेरि चाहिँ मैले फोटो खिचेर जुन आइभीवाई कोअपरेटिभ हाम्रो एउटा ग्रुप पनि बनाएको छ है, त्यहाँनिर मैले हाल्दाखेरि चाहिँ त्यहाँबाट चाहिँ सायद अब मेरो त्यो फोटो हालेको हाम्रो मौरी विशेषज्ञहरूले सायद देख्नु भएन होला है, र मैले कुनै जानकारी पाइनँ। र आज चाहिँ मैले भिडियो गरेर चाहिँ तपाईँहरू समक्ष चाहिँ राख्दैछु। यो पहिलो टाँसिएको चाहिँ के चाहिँ हो, अहिले त देखा परेको छैन। मौरीहरू आउँदै जाँदै त गर्दैछ, देखा त परेको छैन। तर एक दुईवटा मौरीको टाउकोमा चाहिँ त्यो पहिलो अन्डाहरू जस्तो टाँसेको छ कि त्यो चाहिँ के हो भनेर चाहिँ मलाई जान्नु चाहिँ धेरै इच्छुक छु क्या। अनि तपाईँहरूले सायद अब देख्नु भएको होला है, म त फर्स्ट टाइम देखेको, तपाईँहरूले देख्नु भएको होला। त्यो अन्डा जस्तो चाहिँ के हो र त्यसले चाहिँ मौरीको गोलामा के हानि गर्छ गर्दैन है, तपाईँहरूले यसो जानकारीहरू चाहिँ गराइदिनुहुन्छ होला भन्ने चाहिँ म आशा राख्दछु। धन्यवाद।